सत्य के हो भने मोटिभेसन अनरिलायबल छ। यो मुडमा भर पर्छ। जब तपाईँ एक्साइटेड हुनुहुन्छ तपाईँ एक्सन लिनुहुन्छ, तर जब तपाईँलाई थकाइ लाग्छ तपाईँ एक्सन लिन छोड्नुहुन्छ। सक्सेसफुल मान्छेहरूले यो गल्ती कहिले गर्दैनन्। उनीहरू मोटिभेसनलाई पर्खँदैनन्, उनीहरूले ह्याबिट बनाउँछन्। क्रिस्टियानो रोनाल्डोलाई हेरौँ, उनी वर्ल्डको बेस्ट फुटबलर हुन्। के उनले मोटिभेसनको भरोसा गरेका थिएनन्? उनको सेड्युल हर दिन एकदमै स्ट्रिक्ट छ। उनी बिहानै उठ्छन्, डाइट प्लान अनुसार खान्छन् अनि लगातार ट्रेनिङ गर्छन्। उनलाई जिम जान मन लाग्छ कि लाग्दैन त्यो मतलब छैन, किनभने उनले यो ह्याबिट बनाइसकेका छन्। 1% रुल हाम्रो लाइफमा कसरी एप्लाई गर्ने? स्टेप नम्बर 1, सफलताका लागि आफ्नो माइन्डसेटलाई चेन्ज गर्नुहोस्। सक्सेस ठुलो परिवर्तनले होइन, सानो सानो सुधारहरूले आउँछ। धेरै मानिसहरूलाई लाग्न सक्छ कि सक्सेसको लागि ठुलै कदम उठाउनुपर्छ, तर त्यो सत्य होइन। उनीहरू एकैचोटि 100% सुधार गर्न खोज्छन्, तर केही दिनमै बर्नआउट भएर छोड्छन्। ठुलो परिवर्तन सोच्नुहोस्, तर सुरुवात सानोबाट गर्नुहोस्। सक्सेस एकै दिनमा आउँदैन, तर हरेक दिनको सानो प्रयासले म्यासिभ ट्रान्सफर्मेसन ल्याउँछ। उदाहरणको लागि तपाईँले एउटा सिङ्गो किताब पढ्नुको साटो यदि तपाईँ दिनको 5 पेज पढ्छु भनेर बस्नुभयो भने तपाईँ आरामसँग कन्टिन्युस पढ्न सक्नुहुन्छ। यही कन्सिस्टेन्सी नै सक्सेसको की हो।